मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका मान्य सभापति राजकिशोर यादवलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन 2082 पेश गरेर अनुमति दिन्छु। सामान्य सभामुख महोदय, नेपालको संविधानको धारा 83 को प्रावधान एवं धारा 97 को उपधारा 1 बमोजिम समिति गठनको कानुनी प्रावधान छ। प्रतिनिधि सभाका विभिन्न समितिहरूमध्ये अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति एक महत्त्वपूर्ण समिति हो। प्रतिनिधि सभा नियमावली 2079 को नियम 172 को प्रावधान बमोजिम गठित यो समितिको कार्यक्षेत्र भित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालय पर्दछ। उपरोक्त मन्त्रालयहरूको कार्यप्रभावकारिता बढाउन विधि निर्माण, उत्तरविधायिका, परीक्षण, नीति कार्यक्रम र बजेटको अनुगमन, निगरानी, निर्देशन, छलफल र सुझाव मार्फत गुणस्तर सुधार गर्नु समितिको कार्यदेश रहेको कुरा निवेदन गर्न चाहन्छु। प्रतिनिधि सभा नियमावली 2079 को नियम 178 मा समितिका काम, कर्तव्य र अधिकार तोकिएको छ। सोही अनुरूप समितिको कार्य सम्पादन गर्ने सिलसिलामा आन्तरिक कार्यविधि निर्माण, बैठक र छलफल, कार्यक्षेत्रभित्रका सरकारवाला निकायहरूका प्रमुख एवं प्रतिनिधिहरूसँग छलफल एवं अन्तर्क्रिया सञ्चालन गरेको कुरा जानकारी गराउन चाहन्छु। यसका अतिरिक्त उपसमिति गठन, लिखित दस्तावेजको अध्ययन, विज्ञहरूसँग छलफल एवं सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिई तत्त निकायको प्रभावकारिता वृद्धिको लागि सक्दो प्रयास गरेको छु। सामान्य सभामुख महोदय, समितिको गठन भएदेखि हालसम्म समितिका 40 वटा बैठकहरू सम्पन्न भएका छन्। यसमा नीति, कार्यक्रम, कार्यान्वयन, प्रक्रिया, उपलब्धिको समीक्षा जस्ता विषयहरू केन्द्रित छन्। विषयगत मन्त्रालयको अवस्था, चुनौती र कार्य सम्पादन सम्बन्धमा बैठक केन्द्रित छन्। वैदेशिक भ्रमणलाई प्रभावकारी बनाउने विषय, हमास आक्रमणबाट पीडित नेपालीहरूको विषय, उड्डयन प्राधिकरण सम्बन्धी विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयकबारे समितिले निर्देश गरेको थियो। पशुपति क्षेत्र विकास कोषको अवस्था सुधार सम्बन्धमा पनि समितिले निर्देशन गरेको छ। समिति बैठकहरूबाट विभिन्न महत्त्वपूर्ण निर्णयहरू भई सरकारका विभिन्न निकायहरूलाई आवश्यक सुझाव, निर्देशन र ध्यान आकर्षण गराउने कार्यहरू भएको छ। निर्देशन एवं निर्णयहरूको विस्तृत विवरण प्रतिवेदनमा समाविष्ट गरिएका छन्। समितिले अभिलेख संरक्षण ऐन 2046 लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदन सहित प्रतिनिधि सभाको यस समितिमा प्राप्त भएकोमा 2080/6/18 गतेबाट समितिमा छलफल सुरु गरी संशोधनकर्ताहरूसँग छलफल, विज्ञहरूसँग छलफल र दफावार छलफल भई समितिले प्रतिवेदन पारित गरेको थियो। उक्त प्रतिवेदन मिति 2081/2/23 गते सम्मानित सदन समक्ष पेश भई पारित भइसकेको छ। सामान्य सभामुख महोदय, नेपालको अन्य मुलुकहरूसँगको कूटनैतिक सम्बन्धका विविध आयामका साथसाथै मुलुकको संस्कृति, पर्यटन र नागरिक उड्डयनको सन्दर्भमा सरकारका काम कारबाहीहरूको निगरानी तथा समस्या समाधानका लागि सहजीकरण गर्ने यस समितिलाई थप गतिशील र प्रभावकारी बनाउन समिति सुरुदेखि नै क्रियाशील रहेको अवगत गराउँदछु। यसै सिलसिलामा द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन समितिको प्रतिनिधिमण्डलले भारत भ्रमण गरेको थियो। सोही अवसरमा आपसी अनुभव आदान प्रदान, लोकसभाका सभामुख, सङ्घीय सरकारका विदेश मन्त्री, पर्यटन राज्य मन्त्री, भारतीय संसदको विदेश मामला सम्बद्ध समिति, गोवाका पर्यटन मन्त्री र विधानसभाका अध्यक्ष लगायत सँग भेटघाट गरेको कुरा निवेदन गर्न चाहन्छु। यसबाट द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने र सिकाइ आदान प्रदान भएको कुरा
पनि अध्ययन भ्रमणको प्रभावकारिता रहेको छ। समितिले आगामी दिनमा काम कारबाहीलाई थप प्रभावकारी बनाउन अनुसन्धानमूलक कार्यमा सहकार्य गर्ने, सरकारका विभिन्न निकायहरूलाई दिएका सुझाव एवं निर्देशनहरूको कार्यान्वयनलाई सुनिश्चित गर्ने, सरकार र सञ्चार जगतबीच उचित मात्रामा समन्वय गर्ने, स्रोत साधनको लागि पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। अन्त्यमा समितिको कार्य सञ्चालन एवं व्यवस्थापनमा नियमित मार्गदर्शन गर्नुहुने सम्माननीय सभामुख महोदय, उपसभामुखज्यू, कार्यक्षेत्र सम्बद्ध विषयगत मन्त्रालयका मन्त्रीज्यूहरूप्रति समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। समितिको कार्यमा निरन्तर लागि पर्नुहुने समितिका माननीय सदस्यज्यूहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। समितिका सञ्चालनमा प्रशासनिक र प्राविधिक सहयोग गर्नुहुने सङ्घीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव, मन्त्रालयका सचिवहरू, सरोकारवाला निकाय प्रमुखहरू, विषयगत विज्ञहरू, समिति सचिव एवं समिति सचिवालयका कार्यरत कर्मचारीहरू, पत्रकार मित्रहरू र सम्बद्ध सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। सम्माननीय सभामुख महोदयको अनुमतिले अब म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन 2082 सम्मानित सदन समक्ष पेश गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब